हेर्नुहोस् है 3 करोड भन्दा बढी नेपालको जनता हामी भइसकेका छौँ। यी 3 करोड भन्दा बढी हामी देशवासी सम्पूर्ण 77 जिल्लाकै हामी सम्पूर्ण देशवासीले सुन्नुपर्ने कुराहरू हेर्नुहोस् है। सुकुम्बासी कुरो अहिले आएर जटिल भइरहेको छ। यो सुकुम्बासी भन्नाले अब जहाँ जहाँ सहर विकास चलेको ठाउँ त्यहाँ सुकुम्बासीहरू सबै यस्तै अब चौर भनौँ न, खाली जग्गा देखेर मानिसहरू त्यहाँ बसेर केही सहरमा काम पाइन्छ कि भनेर मानिसहरू घर टहरा बनाएर बाँसको खम्बा, बाँसको गरालो, डाँडा भाटा सबै गरेर मान्छे टिन छाना कर्गत पाता लाएर बसे। अब ती मान्छेहरू अहिले कमाउँदै गयो होला, जमाउँदै गयो होला, घर बनाए, ठुल्ठुला महल पनि बनाए, कतिले बेचेर पनि गए होला। अब त्यो त्यसै त आएको होइन होला सहरमा। अब गाउँघरको मान्छे, पहाडको विकटमा बसेको मान्छे, अब कतिजना पहिरोले खेदाएको होला, कतिजना बाँदर पक्षीहरूले खेदाएको होला, चराचुरुङ्गी बाँदरहरूले केही खान नदिएर किसान गर्न नसकेर त्यहाँ गएर आफ्नो परिवार बालबच्चा पालिरहेको होला। ती बालबच्चाहरू पालिरहेर चाहिँ एउटा महल बनाएर चाहिँ बसिरहेको मान्छे तिमी सुकुम्बासी होइन ढुकुम्बासी हो, हाम्रो नेपालमा सुकुम्बासी कोही छैन भनेर अब त्यो सुकुम्बासीलाई चाहिँ यहाँदेखि लखेटेर फेरि त्यही गाउँमा जाऊ भन्नु उचित हो कि त्यहाँ गएर के कसो छ, कस्तो ठाउँबाट आएको हो यो मान्छे बसाइसरेको, सहर बजारमा आएर बस्नुको कारण के हो भनेर चाहिँ बुझेर यदि साँच्चैकै नेता हो भने हाम्रो देशमा जनताको हितको लागि, कल्याणको लागि, जनताको सेवक हो भनेदेखि त्यो नेताले चाहिँ त्यहाँ विकास चलाउनु पर्यो, हस्पिटलहरू खोल्नु पर्यो, बाटोघाटोहरू खोल्नु पर्यो। भएन किसानले कुन बाली लगाइराखेको छ, त्यहाँ किसानले भने जस्तो बाली लगाएर खानु पाएको छ छैन, उब्जाउ भइरहेको छ छैन, ती सबै कुरो चाहिँ गर्न नसक्ने एउटा देशको जिम्मा लिएर एकजना व्यक्ति मन्त्री भनौँ अथवा सरकारले जो आए पनि हाम्रो लागि सरकारी हो, तर नेताले चाहिँ त्यो कुरालाई चाहिँ ख्याल नगरिकन अब झ्याप्पै एकैचोटि त्यत्रो 30औँ वर्ष भइसकेको मान्छे चाहिँ बसोबास गर्दै आएको मान्छेलाई चाहिँ फेरि घर भत्काएर तिमी चाहिँ जुन ठाउँबाट आएको त्यही ठाउँमा जाऊ भन्न कतिको उचित होला। हेर्नुहोस्, सम्पूर्ण आम नेपाली जनताहरूले सोच्नुपर्ने कुरो छ। अब हेर्नुहोस्, त्यहाँ केही विकासै भएको छैन, त्यहाँ किसानले चाहिँ किसान गरेर खाने खालको जमिन भूमि नै छैन भने त्यस्तो मान्छेलाई चाहिँ के गरेर चाहिँ राख्ने त? त्यस्तो मान्छे त धेरै नभए पनि 3 भागमा 1 भाग त होला नि, अथवा 2 भाग भए तापनि ती 2 भाग मान्छे, 3 भागमा 1 भाग मान्छे अब सुकुम्बासी भए, 2 भागमा चाहिँ ढुकुम्बासी भए। तर ढुकुम्बासी सुकुम्बासी यो छुटाउनको लागि चाहिँ सरकारले के गर्नु पर्यो त? गाउँभरमा एउटा हस्पिटल कि दिनु पर्यो, होइन भने किसानलाई बारम्बार त्यहाँ हेर्नु पर्यो, किसानलाई मल दिलाउनु पर्यो, किराफारा लाग्छ, रोग व्याधि लाग्छ, त्यहाँ जेटीहरू पठाउनु पर्यो, होइन बाध्यताले त्यहाँ सहरमा चाहिँ मान्छे आफ्नो जीविका पार्जन गर्नको लागि चाहिँ महँगो जाने पनि त्यहाँ यसो मजदुर गर्न पाइने, यसो कुल्ली काम पनि पाइने भनेर चाहिँ यसो पैसा कमाएर चाहिँ आफ्नो परिवार पाल्न सकिने भन्ने एउटा ठुलो आशा बोकेर चाहिँ बसेको मान्छेलाई चाहिँ अहिले सहर बजारबाट लखेटेर त्यो मान्छे कहाँ जाने के? सरकारले चाहिँ यो कुरा कसरी चाहिँ समाधान गर्न सक्छ? हाम्रो देशमा विकास त गर्न सकेको छैन, उल्टै जनताको धन सम्पत्तिमाथि हानि गरेर भोलि त्यो जनता कसरी बाँच्ने यो देशमा? यो कुरा चाहिँ हाम्रो सम्पूर्ण जति छौँ हामी देशवासी, यो 77 जिल्ला नेपाल अधिराज्यभरिको 77 जिल्लाकै हामी 3 करोड भन्दा बढी हामी आम नेपाली जनताले चाहिँ बुझ्नुपर्ने, सोच्नुपर्ने कुरा आएको छ। यो सुकुम्बासीहरू जुन भनिएको छ नि, मानिस सुकुम्बासी खासै हुँदैन, तर बाध्यता बसले मान्छे सुकुम्बासी सहर बसेका छन्। मान्छेहरू ऋण परेर आएका कारण, आफ्नो घरबारी धितो राखेर कोही तिर्न नसकेर आएका कारण सहरमा बसेका कारण, खोलाको किनारमा बसेका होला अथवा सार्वजनिक जग्गामा बसेका होला। सार्वजनिक जग्गा पनि त नि सदुपयोग गरेर राखेको भए, यदि कल कारखानाहरू खोलेर राखेको भए, कुनै विद्यालयहरू राखेको भए, कुनै उद्योग धन्दा कल कारखाना राखेको भए सायद त्यसमा गरिब जनता त बस्ने थिएन नै होला।
सरकारको पनि यसमा अलिकति कमजोरी छ कि जस्तो लागिरहेछ मेरो विचारमा चाहिँ। जुन कि त्यो जग्गा अब लडाइराखेको यसरी बाजु लडाइराखेको जग्गा त अब हेरे होला उनीहरूले, अब यहाँ बस्दा हुन्छ होला भने होला, ठुला बडाले बस्छ भनेर पनि कसैले भने होला, बिचराहरू बस्यो होला। अब हुने पैसा हुने मान्छेले त रोडतिर हेरिहाल्छ, अब सम्पत्ति भएको मान्छेले त जहाँ जहाँ पिच रोड छ, जहाँ जहाँ ठुल्ठुला बाटो, जहाँ जहाँ उब्जाउ जमिन छ, अब जहाँ जहाँ चाहिँ अन्नबाली धेरै फल्छ त्यस्ता जग्गाहरू किनेर बस्छ नि। नहुने मान्छेले त सस्तो मस्तो किनेर बस्ने हो। जो मान्छे चाहिँ निम्न वर्गको छ, कमाउन नसक्ने अलिक तल्लो वर्गको मान्छे छ, बढी जसो मान्छेले चाहिँ त्यस्तै जग्गाहरूमा घर बनाएर बस्ने हो जस्तो मलाई चाहिँ लाग्छ। र यो छानबिन चाहिँ जसरी हुन्छ, अहिलेको जुन सरकार अहिले हुनुहुन्छ बालेन सरकारले चाहिँ त्यो जस्तो यो अब सुकुम्बासीलाई चाहिँ अलपत्रमा छाड्नु भएन। जसरी उनीहरूले आफ्नो जीविका चाहिँ पार्जन गरिरहेका थिए, आफ्नो जीवन चलाइरहेका थिए, आफ्नो परिवारलाई चाहिँ उनीहरूले घाँस बास कपास दिइरहेको थिए, त्यसरी नै यो अहिलेको सरकारले पनि हेर्नुपर्छ कि भन्ने चाहिँ मेरो ध्यान छ। र सबै 3 करोड नेपाली जनताहरू जति छौँ हामी सबैले यो बुझ्नुपर्ने कुरो आएको छ भन्दै मेरो कुरा यहीँ अन्त गर्न लागे। तपाईँलाई कस्तो लाग्छ मेरो विचार मात्र मैले दिन खोजेको। ल त हस् त, यति भन्दै सबैसँग बिदा चाहन्छु। नमस्ते, धन्यवाद।